Hello, hi, welcome to my vlogs. छेक्यो गुर्जोको डाँडा हुसुर कुइरोले छेक्यो गुर्जोको डाँडा हुसुर कुइरोले बाटैमा बसेर है जिस्काउनु पर्दैन बाटैमा बसेर है जिस्काउनु पर्दैन छेक्यो गुर्जोको डाँडा हुसुर कुइरोले छेक्यो गुर्जोको डाँडा हुसुर कुइरोले। दाइ नमस्ते हजुरको शुभ नाम? मेरो अमर लामा हो। अमर लामा हो। घर चाहिँ कहाँ पर्यो हजुरको? यहाँ सिरे चौरा। सिरे चौरा है। कति टाढो पर्छ यहाँदेखि? यहाँ आधी घण्टा लाग्छ है। अनि हजुरको चाहिँ यो खसी बोगाहरू चाहिँ कतिवटा छ? 100 वटा छ। 100 वटा? 100 वटामा अनि यहाँ त यति मात्र रहेछ। यहाँ त ए आधी उता छ है। ए एउटा बोगा बेच्दाखेरि चाहिँ कसरी चाहिँ यहाँ चाहिँ हाउचोमा दिनुहुन्छ कि किलोको हिसाबले दिनुहुन्छ? हाउचोमा है। भनेपछि लगभग अब यसको चाहिँ कति जति भेट्छ त? यसको चाहिँ 15,000। यसको 15,000 है। ए खसीको महँगो कि बोकाको महँगो छ? यहाँ बोका महँगो है। भनेपछि खसी चाहिँ अलिक सस्तै छ है। मेरो घर चाहिँ गोर्खा बुवा। हजुर म चाहिँ यसो घुम्न यसो उता रसुवातिर जाऊँ भनेर आएको। अनि आज यहाँ चाहिँ यस्तो मौसम पनि होइन, यस्तो बादल लगाइरहेछ, पानी पर्न लगाइरहेछ। त्यसमाथि फेरि हजुर पनि भेट भयो आज होइन। हामी एकबारको जिन्दगीमा होइन यसरी भेटघाट हुन पाउँदाखेरि, चिन्जन गर्न पाउँदाखेरि असाध्यै खुसी लाग्यो मलाई पनि। नमस्कार। अनि हजुरको बाबु नानीहरू चाहिँ कतिवटा हुनुहुन्छ? मेरो त बाबु नानी गर्दा 11 वटा। 11 वटा? एउटै बुढी कि दुईटा? दुईटा बुढी बिहा गरेको हो? दुईटै हुनुहुन्छ कि? दुईटै छ। मिलेर बस्नुहुन्छ है? ए जानै राम्रो हो नि त। भनेपछि 11 वटा छोराछोरी भनेपछि जेठीपट्टि कति, माइलीपट्टि कति? जेठीपट्टिको चाहिँ 5 वटा, कान्छीपट्टिको 4। ए सबै ठुल्ठुलो भइसक्यो होला है? यता काठमाडौँतिर छ। यो बगेर भयो। अब दुईटाको बाँकी छ। ए दुईटाको बिहा गर्नु बाँकी छ है। ए अनि अरू यो बाख्रा मात्र कि उहाँ घरमा त अब खेतीबालीहरू नै छ होला? खेतीबाली छ, भैँसी छ, गाई छ, हरेक छ। अब यस्तै त अनि जङ्गलमा बसेपछि किसान पाल्ने यस्तै छ। हजुर ठिक छ पाल्नु पर्यो। किनकि मान्छेले आफ्नो जिन्दगी जिउनुको लागि केही न केही त गर्नु पर्यो होइन। त्यतिकै बसेर त भएन। ल ठिक छ। खुसी लाग्यो आज हजुरसँग भेटघाट चिन्तन गर्न पाएँ। मलाई असाध्यै खुसी लाग्यो। हजुर म गुरुङ हो। हजुर म लाम्छाने गुरुङ। हजुर नमस्ते। ल हुन्छ, खुसी लाग्यो। आउने दिनहरूमा फेरि अब यसो हामी बाटोहरूमा भेटौँला। आइपुग्नु नि यता सूर्य चौर अम्बर लामा घर कहाँ भने चाहिँ जसले निका दिन्छ। ए हस् आइपुग्नु यसो छ्याङ खाउँला। हजुर हुन्छ हजुर। ल हजुरको अब मैले अब हजुरले देखेँ भने अब आउने दिनमा त अब मैले हजुरलाई राम्रोसँग चिनिहाल्छु है। उतापट्टि अम्बर लामा भने चाहिँ जसले नि बताइदिन्छ। ए हस् त। ल धन्यवाद। नमस्ते।